युकेबाट टपअप क्लियर भइसक्यो भने तपाईँ अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानाडा जस्तो कन्ट्रीमा तपाईँ इजी तरिकाले सिफ्ट हुन सक्नुहुन्छ। तर यसको लागि तपाईहरुको लागि बाधा पर्ने कुरा एनुअल इन्कम हुन सक्छ यदि तपाईँ न्युजिल्यान्ड र अस्ट्रेलिया अप्लाई गर्न चाहनुहुन्छ भने। यदि तपाईको न्युजिल्यान्ड, अस्ट्रेलियामा गएर ब्याचलर कम्प्लिट गरिसकेपछि या टपअप कम्प्लिट गरिसकेपछि पढ्ने इच्छा लिनु भएको छ भने तपाईले चाइल्ड केयर, हेल्थ केयर या तपाईको कम्युनिटी सर्भिस या ब्याचलर अफ नर्सिङ या मास्टर अफ नर्सिङ जस्तो कोर्सेसहरु तपाईले गर्न सक्नुहुन्छ। त्यसको लागि आइएल्स रिक्वायरमेन्ट सिमिलर हो नेपाल जस्तै अस्ट्रेलिया अप्लाई गर्दाखेरि तपाईले आइएल्समा 6.5 या तपाईको डाइरेक्ट नर्सिङ कोर्सको लागि 7 ओभरअल या तपाईको मास्टर अफ नर्सिङको लागि 7.5 या 7 चाहिँ तपाईले स्कोर ल्याउनु पर्ने हुन्छ। इन्कमको पार्टमा 22 देखि 23 लाख र तपाईको 6 मन्थ्सको मिनिमम स्टेटमेन्ट र 1 या 2 वर्षको तपाईको ट्याक्स क्लियरेन्स हुनुपर्छ। सो टपअप कोर्स कम्प्लिट गरिसक्नु भएको छ भने ढिला नगरी तल दिएको नम्बरमा कल गर्नुहोस् या लन्डनमा हुनुहुन्छ भने अफिसमा आएर तपाईँ लन्डन टिमलाई भेटेर आफ्नो काउन्सिलिङ लिन सक्नुहुन्छ। सो स्टे ट्युन फर मोर इन्फर्मेसन। थ्यांक यू।